कालिका नगरपालिका वडा नम्बर 3 को नमुना चौकदेखि लामो होटलसम्मको पिचको काम थालनी भइसकेको छ। तपाईहरु देख्न सक्नुहुनेछ यहाँ सम्पूर्ण जन हुनुहुन्छ। यहाँ तपाईको डोजर ग्रेडरदेखि लिएर सबै लोडर भइराखेको छ। यहाँ माल मेटेरियलहरू हालिराखेको छ। पिच हाम्रो एकदम खुसीको कुरा छ। खुसीको कुरामा एकदम धेरैभन्दा धेरै खुसी छौँ। यहाँ कन्स्ट्रक्सन टोलीका व्यक्तिहरू लगायत जनप्रतिनिधिहरू, समाजसेवीहरू, बुद्धिजीवी मित्रताहरू यहाँ उपस्थित हुनुहुन्छ। अब हामी पनि पिच बाटोमा हिँड्न पाउने भएका छौँ। धेरै धन्यवाद छ यहाँका जनप्रतिनिधि, वडा अध्यक्ष लगायत यहाँ सम्पूर्ण वडावासीहरूलाई फेरि पनि बधाई दिन चाहन्छौँ। हामी एकदम खुसी छौँ। हामी पनि अब पिच बाटोमा हिँड्ने भएका छौँ। हाम्रो धुलो धुवाँदेखि लिएर ग्राभेल बाटो चाहिँ एकदम सकिएको छ। अब सधैँ हामी पिच बाटोमा हिँड्न पाउने भएका छौँ। धुलो खानुपर्ने हाम्रो कष्टकर जीवन बिताइराख्नुपर्ने थियो। अब त्यस्तो समय छैन। यहाँ चाहिँ हाम्रो पिचको काम धमाधम भइराखेको छ। जति गर्नुपर्ने हो त्यति गरिराख्नु भएको छ। एकदम खुसी छौँ। कति तातो हो आम्मा। केन्द्र, नगर, प्रदेश, वडा सबैलाई धेरै धन्यवाद दिन चाहन्छौँ हामी वडावासीहरूले। मिलिहाल्छ नि त्यो फेरि पछि त सक्यो कि वडा अध्यक्ष, वडा सदस्यहरू ज्यूहरू यहाँ हुनुहुन्छ अनि कन्स्ट्रक्सनका व्यक्तिहरू। यस्तो चर्को टन्टलपुर घाममा काम गरिरहनु भएका दाजुभाइहरूलाई धेरै धन्यवाद दिन चाहन्छौँ। हाम्रो लागि, हाम्रो गाउँ, हाम्रो टोल र छर छिमेक आफै बनाउनु पर्छ भन्ने नाराका साथ हामी